आज चाहिँ हामी अल्फाबेट पढ्दैछौँ। अल्फाबेट चाहिँ टोटल 30 वटा हुन्छ। 26 चाहिँ हामी सेम इङ्ग्लिसको जस्तो नै पढ्छौँ। +4 चाहिँ के हुन्छ आज हामी त्यसलाई पनि हेर्दैछौँ है। हेर्नु त यसलाई चाहिँ के भनिन्छ आ, बीलाई बे, सीलाई चे, टीलाई डे भनिन्छ। त्यस्तै ईलाई ए, एफलाई एफ र जीलाई गे। त्यस्तै हेर्नु त यसलाई हा भनिन्छ, आईलाई ई, जेलाई चाहिँ योट, केलाई का, एलएमएनओ छ नि यसको सेम प्रोनाउन्स हुन्छ। त्यस्तै पीलाई पे भनिन्छ, क्यूलाई उ, आरलाई एर, एसलाई एस नै भनिन्छ, टीलाई टे, युलाई उ। त्यस्तै भीलाई फाउ भनिन्छ, डब्लुलाई भे। यो चाहिँ भे बे किन लेखेको भन्दा यो सिङ्गलमा पढ्दा भे पढिन्छ भने कोडमा आउँछ भने वे भनिन्छ। त्यस्तै एक्सलाई एक्स, वाईलाई इप्सिलोन र जेडलाई जेड। जेडसम्म चाहिँ 26 वटा हामी सेम इङ्ग्लिसको जस्तो नै लेख्यौँ, प्रोनाउन्सिएसन मात्रै फरक थियो। अब चाहिँ हामी प्लसको एउटा उमलाउट हेर्दैछौँ। उमलाउट चाहिँ यो दुईवटा पोइन्ट आउँछ भने यसलाई उमलाउट भनिन्छ है। ए उमलाउट भयो भने ए भनिन्छ, ओ उमलाउट भयो भने यो भनिन्छ, त्यस्तै यु उमलाउट भयो भने यु भनिन्छ। र अर्को छ एस सेट भन्ने, यो बिटा जस्तो साइन यसलाई चाहिँ हामी एस सेट भन्छौँ। यो दुईवटा एस मिलेर बनेको हुन्छ र यसको प्रोनाउन्सिएसन पनि स नै